भाइ आज सरासर घुम्न गयो। कहिले? आज। कसरी? सरासर। किन? घुम्न। यी प्रश्नहरूको उत्तरमा आएका आज, सरासर, घुम्न यी शब्दहरू क्रियायोगी हुन्। नमस्कार, व्याकरणका कुरामा आज हामी यी प्रश्नहरूको सेरोफेरोमा रहेर क्रियायोगी पदको बारेमा कुरा गर्नेछौँ। सरल भाषामा भन्नुपर्दा वाक्यमा कुनै काम वा क्रिया कहिले, किन, कहाँ, कसरी र कति भयो भनेर बुझाउन आउने शब्दलाई क्रियायोगी भनिन्छ। उनीहरू अगाडि गए। कहाँ गए? उत्तर अगाडि। राम हिजो नाच्यो। कहिले नाच्यो? उत्तर हिजो। म पढ्न बस्छु। किन बस्छु? उत्तर पढ्न। ऊ मुसुक्क हाँस्यो। कसरी हाँस्यो? उत्तर मुसुक्क। उसले अलिकति खाएछ। कति खाएछ? उत्तर अलिकति। यसरी कहाँ, कहिले, किन, कसरी, कति भन्ने प्रश्नको उत्तरमा आएका शब्दहरू अगाडि, हिजो, पढ्न, मुसुक्क, अलिकति यी शब्दहरू क्रियायोगी हुन्। क्रियायोगीले क्रियाको मात्र नभएर कहिलेकाहीँ विशेषण र क्रियायोगीकै पनि विशेषता बुझाउने गर्छन्। जस्तै आँप ज्यादै रसिलो रहेछ। कति रसिलो? उत्तर ज्यादै। ऊ निकै चाँडो आयो। कति चाँडो? निकै। यी वाक्यहरूमा रसिलो विशेषण शब्द हो र यसको विशेषता बुझाउन आएको ज्यादै क्रियायोगी हो। त्यसै गरी चाँडो क्रियायोगी हो, यसले क्रियाको विशेषता बुझाएको छ भने निकै पनि क्रियायोगी शब्द हो, यसले चाँडोको विशेषता बुझाएको छ। विभिन्न आधारमा वाक्य परिवर्तन गर्दा यी शब्दहरूले आफ्नो रूप परिवर्तन गर्दैनन्। त्यसैले क्रियायोगी शब्दलाई अविकारी शब्द भनिन्छ। क्रियायोगीलाई क्रिया विशेषण पनि भनिन्छ। साथीहरू, राम बिहान जुरुक्क उठ्छ र फटाफट खेल्न जान्छ। यो वाक्यमा क्रियायोगी शब्दहरू पहिचान गर्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।